अरे कसको फोन आइहाल्छ रे? अरे नयाँ नम्बरबाट फोन आइहाल्छ रे। अरे हेलो। हेलो नमस्कार हजुर। अरे को बोलिहाल्नु भएछ रे? यता झापाबाट बोलेको के, त्यही पार्टीको मान्छे। भन्नुहोस् हजुर, के भइहालेछ रे? अनि त्यतातिरको यसो चुनाव पनि आउनु लाग्यो, माहौल कस्तो छ? चुनाव आउनु लागेछ रे? अरे हामीबाट त भोट आश नगर हजुर। है त्यस्तो कुरा नगर्नु न यार। यसपालि बुढा 7,000 को दरले छ के, 7,000 को दरले बाँड्ने विचार छ। हाल्ने होइन त, जिताउनु पर्छ जसरी भए पनि। अब तिमी पैसा दिन्छौ भने हामी लिइहाल्छौँ, तर भोट हामी अर्कैले दिइहाल्छौँ। अनि तपाईँ कुरो बुझ्नु भएछ रे?